साथीहरू, दसैँ आइसक्यो। अब त देशको पनि आयो होला नि क्लियर पिक्चर के हुँदैछ भनेर। केही दिन त अब के हुन्छ, सेनाको शासन चल्ने हो कि विदेशी चलखेल पो हुने हो कि केही टुङ्गो थिएन। अब त सरकारले आकार लिइसक्यो र हामी कतातिर जाँदैछौँ भन्ने पनि पक्का भइसक्यो। हामी फागुन 21 को चुनावतिर जाँदैछौँ। भदौ 23 र 24 को जेन्जी आन्दोलनपछि सिर्जना भएको सङ्कट अहिलेसम्म आइपुग्दा सबैले आफूले गर्नुपर्ने काम गरे, मिनिमम दायित्व पुरा गरे। मुख्य गरी राष्ट्रपति र सेनाले सुरक्षा व्यवस्था हातमा लिइदियो। अन्तरिम सरकार गठन गर्न सहयोग गर्यो र सुशीला कार्कीको सरकारलाई थपक्क सत्ता जिम्मा लगाइदियो। प्रधान सेनापति अशोकराज सिग्देलले त्यस घडीमा गर्न सक्ने बेस्ट काम यही थियो। उनले डराएर सुरक्षाको जिम्मा लिन्न पनि भनेनन्। देशै आफ्नो हातमा भएका बेला अलि दिन भए पनि हालिमुहाली गरौँ न त भनेर लोभ पनि देखाएनन्। मान्छेहरू भन्छन् सेनालाई सिंहदरबार जोगाएन, आफ्नै परमाधिपतिको निवास जोगाएन। मान्छेलाई गोली हानेर सेना त्यतातिर लागेको भए आज हामी जहाँ छौँ त्यहाँ आइपुग्दैनथ्यौँ। त्यसैले त्यतातिर नलागौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो हातमा भएको बेस्ट अप्सन रोजे। संसद विघटन गरिदिए, संविधानको प्राण बचाएर नागरिक सरकारले चुनाव गराउने सुनिश्चित गराए। त्यही भएर राष्ट्रपति पौडेल र जर्नल सिग्देलले गरेको काममा खोट लगाउने ठाउँ नै छैन। यी दुई मध्ये एक मात्रै लोभी पापी भइदिएको भए हामी यतिखेर सबै कुरा बिर्सेर दसैँ मनाउनतिर लाग्नै पाउँदैनथ्यौँ। त्यसपछि प्रधानमन्त्री सुशीला कार्की, उनी त धन्यवादको पात्र नै छिन्। नत्र यस्तो सङ्कटको बेला सारा काउसो आफ्नो टाउकोमा कसले भिर्छ र अहिलेसम्म ठिकठाक गर्दै पनि छिन्। आन्दोलनकारीको मर्मअनुसार अडान लिइन्, राम्रै मन्त्रीहरू चुनिन्। अब बाँकी के होला हेर्दै जाउँ। छेदविच्छेद भएको पुलिस फोर्स फर्ममा आउँदैछ। मानिसहरूले आफैले जलाएको चौकी मर्मत गरेर पुलिसलाई फिर्ता ल्याए। मन्त्री खान्न भनेका महावीर पुनले मन्त्रालयमै डेरा जमाएका छन्। काम कस्तो गर्छन् हेर्न बाँकी नै छ। सङ्कटका बेला बालेन पछि हटे। अहिले फर्केर हेर्दा राम्रै गरेछन् जस्तो लाग्छ। प्रधानमन्त्री पाइन भनेर हर्क साम्पाङले खुबै रोइला गरे। उनलाई पनि नदिएर ठिकै गरेछन्। उनी गाउँ फर्केर श्रमदानमा लागिरहेका छन्। अरू त अरू मौका यही हो भनेर जेल तोडेका रवि लामेछाने पनि कुटुरो बोकेर कारगार फर्के। तपाईँ हामी अराजकताको समयमा जति भड्किए पनि जति बिगारे पनि अब चुप लागेर घरमा बस्न थालेका छौँ। एउटा कन्स्पिरेसी थ्योरी चाहिँ अझै पनि बढ्दै चलिरहेको छ। त्यो पनि बिस्तारै कन्ट्रोल होला। मतलब देशको सबैले गर्नुपर्ने काम ठिकसँग गरे। कसले गरेनन् थाहा छ? तिनैले गरेनन् जसका कारणले यो विध्वंस निम्तियो। ओली देउबा प्रचण्ड। यत्रो बेइज्जती यत्रो बिगार भएपछि के गर्नु पर्थ्यो? थपक्क आफ्नो पार्टीको मान्छे बोलाएर ल आजबाट म छैन, जे गर्नुपर्ने हो गर, पार्टी तिम्रो जिम्मा, अब म बुढेसकाल शान्तिपूर्ण बाँच्न चाहन्छु जसरी बाबुरामले छाडे। त्यसो गरेको भए सबै मुख्य पार्टीले नयाँ नेता पाउँथे। उनीहरूको परीक्षणका लागि पनि पार्टीभित्रको किचलो शान्त हुन्थ्यो। सबै चुनावमा लाग्थे। तर ओली भन्दैछन् सबै विदेशी षड्यन्त्र हो। म मरिगए छाड्दिनँ, बाचुन्जेल अध्यक्ष मै हो। हामीलाई कसले लखेट्दो रहेछ? हेरौँ त। एमालेमा उनको विरोध गर्ने हिम्मत नेताहरूमा छैन। देउबालाई ढिलो चाँडो गगन शेखरहरूले हटाउलान्, तर अहिले छाड्ने पक्षमा छैनन्। बरु उल्टै यस्तो बेला मलाई निकाल्न लाज लाग्दैन भन्दैछन्। प्रचण्डले मङ्सिरमा महाधिवेशन त बोलाए, केन्द्रीय कमिटी भङ्ग पनि गरे, अध्यक्ष रहिन अब पनि भने, तर संयोजक आफै भए। सकभर महाधिवेशनपछि आफै अध्यक्ष बन्ने दाउ होला। यसो सोच्दा यी तीनजना नेताहरू मलाई मान्छे जस्तै लाग्न छाडे। यिनीहरूभित्रको मान्छे त उहिल्यै मरिसकेछ। मान्छेको बाहिरको चोला मात्र बाँकी छ। भित्र आत्मामा कुनै खुङ्खार जन्तु बसेको छ। सत्ता बिना बाँच्न नसक्ने, छलछाम षड्यन्त्र बिना एकछिन बस्न नसक्ने, लाज घिन पश्चाताप केही नभएको, जे पनि गर्न सक्ने, जति पनि गिर्न सक्ने। यिनीहरूको बारेमा बोल्दा बोली नै खेर जाने। तर यिनको बहुलट्ठीको मूल्य चाहिँ हामीले तिर्नुपर्ने। अहिलेसम्म त बेहोर्यौँ नै, अझै पनि कति बेहोर्नु पर्ने हो। यिनलाई पदबाट निकालुन्जेल कति बिगार हुने हो देखिन बाँकी नै छ।
चुनाव त हुन देलान् यिनले। अनि सुदन गुरुङ, उनले जे बोल्दैछन् त्यसले उकास्ने होइन, डुबाउने काम गर्छ। अल जजिराको अन्तर्वार्तामा उनले भने, दलहरूलाई चुनाव लड्न दिन्न, नेताहरूलाई छानबिन गराएर थुन्छौँ, जनताले रोजेमा प्रधानमन्त्रीको उम्मेदवार हुन्छु। उनी उम्मेदवार हुन सक्छन्, नेताहरूमाथि छानबिन पनि हुनै पर्छ, तर दलहरूलाई प्रतिबन्ध लगाउन खोजेर यो देशमा चुनाव हुन सक्दैन। त्यसैले चुनाव नहुन्जेल उनले चुप लाग्नु बेस देखिन्छ।